नमस्ते, मेरो भिडियो हेर्नुहुने सम्पूर्णलाई स्वागत छ। आज सिटी नख या भनौँ कुल पूजाको दिन हामी लोकन्थलीमा बसको पर्खाइमा थियौँ। नभन्दै बस आइपुग्यो र हामी चढ्न थाल्यौँ। हामीभन्दा पहिले बसमा हाम्रो कक्षपति परिवारले भरिभराउ थियो। ठुला सबैलाई ढोक दिँदै हामी लाग्यौँ भक्तपुरतर्फ। बाटोमा परेका केही परिवारलाई समेट्दै आइपुग्यौँ हामी हाम्रो कुलदेउताको शरणमा। पुग्ने बित्तिकै ठुलो बडाहरू सबै आफ्नो पूजापाठमा व्यस्त भए। बच्चाहरू रम्न र म भने बच्चा सुताउन। केही कुलदेउताको नाम के होला भनेर वार्तालाप गर्दै थिए भने केही आफ्नो बच्चालाई के, कहाँ र कतिखेर खाना दिने भन्ने कुराको छलफल थियो। बच्चा लिएर निस्किए कि बच्चाकै खानपिनको पिर हुने। त्यसैले सबैभन्दा आनन्दको कुरो बच्चाले पेटभरि खाइदिँदा हुँदो रहेछ। अघि पम्पलेटमा के लेखेको पढ्नु भ्याउनु भएन होला है, पक्नुहोस् म सुनाइदिन्छु। हार्दिक स्वागत। कुलदेउता तथा कुल पूजामा पाल्नुहुने सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई हार्दिक स्वागत तथा अभिनन्दन छ। कक्षपति समाज, भोलाछे, भक्तपुर, जय कुलदेउता। कुल पूजाकै निमित्त बारविसेबाट पनि केही परिवार पाल्नुभएका रहेछन्। भेटेर खुसी लाग्यो। त्यस पश्चात हाम्रो टिका लगाइदिने कार्य सुरु भयो। लाइन लामो थियो, त्यसैले प्रसाद ग्रहण गर्ने कार्य सम्पन्न हुँदै गर्दा पानी थोरै छिटाइसकेको थियो। त्यसैले हतार हतार हामी लाग्यौँ अर्को पूजातिर। त्यो हो पेट पूजा। सधैँ चाहिँ सल्लाहघारीमा हुने गर्दछ हाम्रो पेट पूजाको कार्यक्रम। यहाँ चाहिँ प्राय भिड नै हुने गर्दछ। त्यसैले जति सक्दो चाँडो आफूलाई मन पर्ने ठाउँ पहिले नै बुकिङ गर्नुपर्दो रहेछ। कुनै कारणवश एउटा बुवा ढल्नु भएछ। सायद गर्मिलो होला भनेर हाम्रो दाजुहरू बियरलाई चिसो बनाउँदै हुनुहुन्थ्यो। पेट पूजा गर्न साथ सबै आफ्नो काममा लागे। महिला जाति अनि पुरुष जाति। कान्छा बा, रक्सी अनि तास खेलेको फोटो नखिच केटो। अनि मैले भने हस्, फोटो होइन भिडियो मात्र खिचेको। सोही कान्छा बाको शुभ जन्मदिन परेको रहेछ। सबैले आफ्नो भागको केक खाएर आफ्नै तरिकाले आनन्द लिन थाले। कोही खेलेर, कोही सुतेर, कोही बसेर र त कोही नाचेर। नाच्ने काम सकिन साथ बटाबट खाना खान सुरु भयो। मलाई चाहिँ सकेसम्म खाना फाल्न मन लाग्दैन र अरूले फालेको पनि मन पर्दैन। त्यसैले आफूले खाइसक्ने मात्र खाना लिनुहोस् है। एकातिर खाना खाँदै थिएँ भने अर्कोतिर अघि नाचेको सिकाइ माग्दै हुनुहुन्थ्यो मेरो मम नातिनीसँग। नाच्न भन्दा त पिउनै सजिलो भन्दै दुई दाजुभाइ आजको अन्तिम प्याक भन्दै चियर्स गर्दै हुनुहुन्थ्यो। रमाइलो गर्दा गर्दै कतिखेर साँझ छपक्क भइसकेछ, अतोपत्तो नै भएन। यसकारण आज सिटी नख कार्यक्रमको समापनको घन्टी बजाउँदै मेरो छोरा क्यालम। भिडियो अन्तिमसम्म हेर्नुहुने सम्पूर्णमा धन्यवाद अनि टाटा बाई बाई।